हेलो एभ्रिवान वेलकम टु माई फर्स्ट मिनी ब्लग। हजुरहरू सबैलाई शुभ बिहानी। मलाई यहाँ सन्चै छ, हजुरहरूलाई कस्तो छ? आई विस हजुरहरू पनि राम्रै हुनुहुन्छ। यो चाहिँ मेरो फर्स्ट भोइस ओभरमा भिडियो हो। मेरो मनमा चाहिँ यसरी भिडियोहरू बनाउँछु भनेर आइराखेको हुन्थ्यो, तर मेरो चाहिँ मोबाइल खासै राम्रो नभएको कारणले चाहिँ मैले चाहिँ गर्न पाइराखेको थिइनँ। म चाहिँ यहाँ हजुरहरूलाई अचार बनाउन सिकाउन आएकी चाहिँ होइन है। जस्तो सानो सानो क्लिपहरू राखेर मैले चाहिँ गीतमा पोस्ट गर्छु भनेर सोचिराखेको थिएँ। बिचमा फेरि मेरो मोबाइल पनि आइदियो, त्यही भएर चाहिँ मैले आफ्नो भोइसमा चाहिँ भोइस ओभर गर्ने कोसिस मात्रै गरेकी हुँ। मलाई चाहिँ यस्तो कुराहरूमा इन्ट्रेस्ट लाग्छ भनौँ न। म पहिलेदेखिबाट नै फोटो जानेको भिडियो जानेको मान्छेहरू भइरहेको कारणले मलाई चाहिँ अब आफ्नो डिभाइसले साथ दिइरहेको थिएन। अब हजुरहरूले सपोर्ट गर्नुभयो, माया गर्नुभयो भने मैले आगामी भिडियोहरू पनि लिएर आउने कोसिस गर्नेछु। आज मेरो फर्स्ट टाइम भएको भएर चाहिँ म अड्की बोलिरहेको छु होइन। जति मान्छेसँग बोलिरहेको हुन्छु कम्फर्टेबली त्यति हुन सकेको छैन, सायद फर्स्ट टाइम भएर होला। यसरी आफ्नो भिडियो आफै रेकर्ड गर्दा चाहिँ अलिकति अप्ठ्यारो लागिरहेछ होइन। म आफ्नो भोइस मन नपराउने मान्छे नि हो एक नम्बरमा चाहिँ, त्यही भएको कारणले नि मैले पहिला ट्राई नै गरिनँ। ओके, यहाँभन्दा पछाडि चाहिँ मैले भिडियो क्लिक सेभ गर्नै बिर्सेछु है। त्यही भएर अहिले चाहिँ मैले सिधै अचारको बट्टा मात्रै देखाएँ। अचार खाइ भ्याउन नै लागिसक्यो है। हालेको दिनदेखिबाट खाने मान्छे हो म फेरि। मेरै कारणले घरमा मम्मीले अचार हाल्न छोड्नुभयो, किनभने हालेको दिनदेखिबाट खाने म। ओके, बाई बाई। आजलाई यति नै। सी यु नेक्स्ट टाइम। किप लभिङ, किप सपोर्टिङ। थ्याङ्क यू सो मच। ह्याभ अ ग्रेट डे।